So hi guys, welcome to my new vlog. अब हामी गाउँले भएपछि त्यस्तै त हो नि। स्कुलदेखि आएपछि गाई बाख्रा हेर्नु पर्यो। गाई बाख्रा चाहिँ ऊ त्यहाँ बारीमा छ। अब बाख्राहरू त हेर्नु पर्यो नि आफ्नो भएपछि। अनि हजुरहरूको चाहिँ धानको बिउ कस्तो भयो? हाम्रो मेरो कपाल कस्तो भुत जस्तो देखिएको। ठिक छ, केही छैन, राम्रै छ। अनि तपाईँहरूको धानको बिउ कस्तो भयो? हाम्रो राम्रै छ, तर कुनै ठाउँमा बाक्लो र कुनै ठाउँमा हुँदै नभएको छ। मलाई चाहिँ साँझतिर घुम्न लास्टै मनपर्छ, किनभने कति राम्रो सनसेट देखेको हुन्छ। अनि पहिला चाहिँ म नेपालमा बस्थेँ नि त, अनि आजकल यहाँ बर्दिया बस्छु। अनि मेरो कपाल त बोकेको उडेको हुन्छ नि, हट्टा त्यस्तो देखेको छ कि। अनि म चाहिँ अब हजुरहरूलाई म आफ्नो धानहरूको बारी कस्तो देखियो, यो चाहिँ लङ भिडियो, त्यही भएर लङै बनाउँछु म चाहिँ। अनि त्यही भएर चाहिँ म यसमा लङ बनाउनलाई भयो भने म हजुरहरूलाई हामीसँग भएको सबै सामान देखाउँछु ल। बिउको अवस्था चाहिँ अहिले नाजुक छ कि, पानी नपाएर यस्तोसम्म भएको छ नि। यो हेर्नु न, यहाँ चिएको जस्तो। अनि यो चाहिँ त्यो चराहरूलाई आउँछ नि त यहाँ पुरै लच्छक्कै बस्न आउँछ नि, त्यो चराहरूलाई उडाउनुलाई बनाएको रे। अनि मेरो मम्मीले चाहिँ अरू के काम नपाएर मेरो स्कुलको ड्रेसलाई बनाइदिनु भएछ कि। अनि के गर्नु, कति राम्रो सनसेट देखेको। त्यहाँ गएर कसरी मेरो फोटो खिच्दियो भने कति हुन्थ्यो होला। अनि बाख्राहरू चाहिँ यहाँ छ, अनि म पनि यहीँ छु। म चाहिँ हल्का भिडियोग्राफर बनिदिउँ न भनेर भिडियो सुट गर्न लगाएको थिएँ। अनि मैले यो आफ्नो भिडियो सुट गर्न लगाएको, यो धानलाई देखेर मलाई टिस लाग्यो कि पानी चाहियो अरे धानलाई। भगवान्, बचकाना त देखाउनु पर्यो नि त अलिकति। अब गाई धोवन जान लगाएको रे म चाहिँ। गाई गयो। कस्तो मलमा रोकेको त नि गाई पनि। मेरो चाहिँ फोटो भिडियो खिच्ने मान्छे छैन क्या, त्यही भएर आफै खिच्दै आफै बनाउँदै गर्नुपर्छ। त्यही भएर क्यामेरा हल्लिन्छ। गाईसँग त डर लाग्थ्यो कि हान्छ कि भनेर, तर अहिले छैन। गाईलाई सधैँ हिँड्नुपर्छ, किनभने यहाँ बिउ छ नि त। अनि बिउमा खिच्यो भने त खत्तम हुन्छ। त्यसैले गाईलाई साँतेर हिँड्नुपर्छ। खाऊ पानी। अब मेरो मोबाइल त ओनर हो नि त, अनि त्यही भएर धेरै भिडियोहरू धेरै फोटोहरू राख्नु मिल्दैन कि। यसमा चाहिँ एकैछिनमा त्यो स्टोरेज फुल देखाउँछ, फेरि सबै डिलिट गर्नुपर्छ। त्यही भएर मलाई रहर लाग्छ कि भिडियो बनाएर हाल्न। अनि त्यही भएर चाहिँ भिडियो बनाउँछु, अनि डिलिट गर्दै भिडियो बनाउँदै गर्छु। अनि बाख्राहरू चाहिँ चरिरहेको छ, त्यही भएर मलाई चाहिँ भिडियो बनाउन सजिलो भएको छ। अनि आइफोनहरू भइदियो भने कति हुन्थ्यो भन्ने जस्तो लाग्छ मलाई त। तर के गर्नु, किन्छु बिस्तारै, सफल हुन्छु म पनि एक न एक दिन, थाहा छ मलाई। अनि अहिलेसम्म बाख्रा हेर्नुपर्छ, साँझसम्म बाख्रा हेर्नुपर्छ। अनि गाई बाख्रा हेरेर गएर फेरि राति 10-11 बजीतिर पानी भर्नुपर्छ। अनि मैले चाहिँ राति 10 बजीतिर गएर आफूले खाना खाने र आफ्नो पानी मिन्स भएकोलाई चाहिँ आफ्नो पानी आफै भर्नुपर्छ नि त। अनि पानी भरेर अनि राति गएर होमवर्क गर्नुपर्छ आफूले पनि। अनि होमवर्क गर्दा पढ्दा कस्तो हुन्छ है, अनि 12-1 त त्यतिखेर बज्छ। अनि बिहानतिर फेरि उठेर एकछिन पढेर अलिअलि काम गरेर स्कुल जानुपर्छ नि त। गाउँमा भएपछि यस्तै हो। बल्ल त 10मा छु, अब 11-12 भएपछि त अलि राम्रो ठाउँमा पढ्न जानु पर्ला भनेको। अब के हुन्छ, गरिबहरूको सबैको त्यस्तै त हो नि है। के छैन, म त अब जहाँ पढे नि एउटै हो, पढ्नु हो। पछि अब अहिले दुःख पाएकाले पछि राम्रो हुन्छ पछि तिनीहरूलाई। त्यही भएर चाहिँ पहिल्यैदेखि मिहिनेत गर्नुपर्छ कि हामीले पनि। हामी चाहिँ यो बुट्टामा चाहिँ पहिला हामी खेल्ने गर्थ्यौँ, अनि अहिले चाहिँ यो बुट्टा भाँच्चे काट्नु भएछ। त्यही भएर अहिले चाहिँ केही छैन खेल्ने यस्तो पनि। त्यही भएर बच्चै त छु, 15 वर्ष पुगेको, 16 वर्ष अब पुग्छु। बच्चै त भन न, आफूलाई बच्चा जस्तो छु जस्तो लाग्छ। अनि मम्मीहरू चाहिँ कति ठुलो भएको भन्छ।
अब कतिलाई म मन पर्दैन होला, कतिलाई म मन पर्छ होला है। फेरि मलाई ओभर एक्टिङ गरेर बोली यति नभन्नु होला। त्यही हो। अब भिडियो इन्ड गरिदिएको ल मैले चाहिँ। मन पर्यो भने सब्सक्राइब गर्नु होला ल। बाई।